त्यही त अनि यसो यसो गर्दै घुमाउनु पर्ने हुन्छ उता बेहुलालाई पनि दिनु पर्दैन हुन्छ हो तीबाट चढाउनु बेहुला खोइ दया चाहिँ बोकेन यसो गर के दाजु लाइसेन्स अलिकति छोडो यो पनि छोडो यहाँ खोइ दही अक्षता त त्यतै रह्यो होला गाडीको लाइसेन्स हो त चामल हो त फुलले छर्किनु के हो पो हुन्छ कता गाडीलाई त्यो फुलले उता बेहुलालाई पनि दिउँ न बेहुलालाई लु गाडी खोलिदिनु अब दैला गाड कता गयो गाड बेहुलालाई रेडी है गाड टक्कै ढोका खोलेर लु बस्नु ल अब गाड्दै गाडी दैला खोलेर राख्नु गाडी अब राख्नु ल अब गाडीको ढोका खोलिदिने पनि भन्छ अनि अहिले त आज त जग्गालाई पनि चढाउनु पर्छ गाडीले राजा हो नि त त्यो बेबी सिटतिर फ्याल्ने बेला भएछ अलिक हाम्रो त राजा हुने समय गइगयो राजा त होइन अब त पल्लोपट्टि बस्नु मिल्छ त्यसलाई निकाल्नुपर्छ मुनिबाट खोल्नु त्यसलाई निकालिदिउँ यता अलिक पर सर्नु यसलाई उता ल बिहा गरेको छ हौ अहिले हालेको पनि भाइयो त अहिले उकिरहेको छ यो त्यही त यहाँ के छ नि काका यसलाई मानिहाल्नु त फेरि यो मुनिबाट लाएर बोक्यो 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 चाहिन्छ पाइलट अब सँगै पो जानुपर्छ त अब गाडीले चिपेर जुनै अनि हुन्छ यिनीहरू लाँदा नि हुन्छ एउटा अलि अगाडि जानुपर्छ हामीले चाहिँ कुन हो एउटा हाम्रो निभाले लागिदिने भन्नुभयो नि त अगाडि जानेलाई त्यो तिनजना बुढाहरू गाडी बस्छ निकाल्दा भयो त लु ल कहाँ पाउनु भयो यस्तो सारा सुनहरू हजुर हङकङबाट लिएको भन्छौ हङकङ गऱ्यो सिङ्गापुरको ल हेर्नु त आलु चाहिँ उता अमेरिकाको ल लु अब हाम्रो बेहुला अलि अगाडि यी राख्नु ढोक्नुहोस् अब पहिले सम्झिएर ढोक्नुहोस् सम्झिने गयो सातो ढोक्नु पऱ्यो अब केता ढोक्नु पर्छ उता 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 हो अब यता ढोक्नु ल आजदेखि तपाईँहरू सम्झेर हिँड्नुभयो जहाँ बाटो गाडी गएर सम्झि बाटो खुल्यो नि त अब सक्यो यो तपाईँहरूको सामान हो अर्को गोत्रमा एक परिवारबाट अर्को परिवारमा एक सन्तानबाट एकै सन्तानबाट चाहिँ अब अर्को मगर परिवारमा चाहिँ अब उहाँहरूको पनि त अब थर होला गोत्र होला ल अब यही त हो हजुरहरूको गोत्र गोत्र आएको देवै गुरुङ होइन को जेठी छोरी चाहिँ आज उहाँहरूको के देवकन्ने पिठाकोटे देवकन्ने थरीमा चाहिँ जेठी छोरी उहाँ आज के नाम देवीमाया नाम गरेको छोरी चाहिँ हजुरको शुभ नाम होम मगर पिठाकोटे हरियो गोत्रमा आजदेखि उता हामीले दिँदैछौँ भनेर अब एक दिएको
2 दिएको 3 दिएको भनेर दाजुले भनिदिनु छोरी पिठापट्टि मगर देवकन्या के अरे गोत्रमा 1 दिए 2 दिए 3 दिए 1 दिए 2 दिए 3 दिए अब हामीले चाहिँ यहाँ परिवारबाट अब आत्राय गोत्र लेगै परिवारबाट चाहिँ लेगै थरी तिलबहादुर र दिदीको नाम उहाँ 2 जना कम्फामाया आमा तिलबहादुर बाबाको छोरी जेठी छोरी देवी माया चाहिँ अब होम पिठापट्टि मगर देवकन्या गोत्रमा अनि एउटा कुरो यहाँ के अरे ठेकीहरू केटाहरू पनि हुनुपर्छ नि होइन हामीले वर्षा लिएर आउँदा चाहिँ हुन्थ्यो अब उहाँहरूले वर्षामा दिनु पर्दैन हजुर वर्षा नल्याएपछि त्यो पर्छ अनि गर्दा हामीले आज हाम्रैमा हो भने हामीले त वर्षा लिएर पर्थ्यो त्यो चाहिँ पोलिसीमै पर्थ्यो पोलिसीमै दिनु पर्थ्यो समुदायभित्र मात्रै पर्यो वर्षा त दिनै छैन त उनीहरूकोमा वर्षाको चलन छैन बिचरा उनीहरूले ल्याउने कुरा आएन र अन्डरस्ट्यान्डिङ अब हामी बुझाएको अब हामीले यो अहिले हामीले 3 वाक्य बोलिसक्यौँ अब यो 3 वाक्य बोलिसकेपछि 3 पटक पनि दिए भनेपछि चाहिँ अब यो चाहिँ तपाईँको जिम्मामा पर्यो होइन हाम्रो देवी माया छोरी चाहिँ तपाईँको थरकुलमा आयो तपाईँको कुलमा कस्तो प्रकारले हाम्रो छोरी चेली कसरी त्यो कुलमा बेच्नुपर्छ रच्नुपर्छ त्यो कुललाई कसरी बढाउनुपर्छ फलाउनुपर्छ फुलाउनुपर्छ त्यो छोरी तपाईँ ज्वाइँको अबदेखि चाहिँ मगर नै भयो आजको दिनदेखि चाहिँ म आत्रै गोत्र भएको लेगै गुरुङ रहेन लेगै आत्रै गोत्र भएको लेगै गुरुङ अब आज लोकन्दा हुँदै तपाईँको अब के तपाईँको नाम त छँदैछ होइन तर अब त्यो देवकन्या गोत्र र पिठाकोटे हरि मगरकोमा तपाईँले कसरी गरी खानुपर्छ के गरी खानुपर्छ भन्ने कुरा अब त्यहाँ पुग्यो अब कुरा के हो भने हामीले के तपाईँहरूलाई चाहिँ यो परिवार लेगै परिवारले तिलबहादुर र दिदीको नाम कम्फामायाको छोरी थियो हिजोसम्म त अब उहाँहरूले हुर्कायो बढायो पढायो खुवायो पियायो यत्रो बनाइदियो र अब आजदेखि उता तपाईँहरूकोमा र अब उहाँबाट के अधिकार पायो तपाईँहरूले भने तपाईँहरूकोमा लगेर अब यो गुरुङकी छोरी एकछिनको लागि ल गुरुङकै छोरी होइन भनौँ न अन्तर्जाति भयो अब तपाईँको घरमा तपाईँको कुलमा तपाईँको समाजमा के छ तपाईँको विधान त्यो अनुसार तपाईँले गर्नु पायो अब चाहिँ किनभने अधिकार दिइसक्यो ल यति नै हो कुरा अहिले चाहिँ यति नै हो होइन र अब हाम्रो अघि भाइले निकालेको कुरा ठिक थियो त्यो कुरा पनि ठिकै हो बिहान बेलुका ल्याउने बेलामा सल्लाह भयो मिल्दैन अब अर्को जातिको संस्कारलाई सम्मान त गर्नु पर्यो अब एउटा कुरा नि हाम्रो संस्कार त लजाउनु भएन भन्ने कुरा मा पुगिन्छ त्यही खोलाको ढुङ्गाको चुला लाइन्छ त्यही खोलाको चप्परी दुवाली पुलिन्छ त्यसले गर्दाखेरि हो हामी गुरुङ आज गुरुङै उहाँ गुरुङ भएर गुरुङैको छोरा भएर आउनु थियो भने हाम्रो कुरा के थियो भने बलेसीमै उहाँले बागदाता दिनुपर्छ एक बागदाता त्यति बेलै दिइसकेको अनि त्यहाँदेखि भरे लास्टमा जाने बेलामा दिन्थ्यो तर अब सम्झौँ न हामी एउटै खोलाको पानी खाने होइन एउटै आकाशमुनि एउटै धरतीमा टेकेको हामी को हिन्द बिरानो र तर सबैभन्दा ठुलो कुरो चाहिँ हजुरले पाउनुपर्ने अधिकार थियो त्यो अधिकार चाहिँ दिइसक्नु भयो अब त्यसो भएपछि मैले नानीहरूलाई के को भन्नुपर्छ मेरो समाजमा केही गर्नुपर्छ भन्ने कुरा चाहिँ
उहिलेको जमानामा हिजोस्ती सामान थियो यही हातले कति लेखेर कति खायो त्यो पनि थियो एउटा लेखा पनि बनाउँथ्यो अन्तर्जातीय अब हामीले त्यस्तो पर्दैनौँ यो चाहिँ कुरा अब हाम्रो गुरुङ तपाईँहरूले पनि बुझिदिनु तपाईँहरूकोमा पनि हामी आउँदाखेरि हाम्रो नि रागे बढेको छ तपाईँहरूको पनि होला हामी त यस्तो ल यता हेर्दै जाने ठक्कै ओके छ यता हेर्दै जानुपर्छ बाहिर क्यामेरा ल हुँदैन बेहुलालाई ससुराहरूको पसिना झारेन यो के गर्नुपर्छ यहाँ ढक्की पैसा चाहिँ थियो भने यसो दुईटा ढक्की चाहिँ लाउनु पाएको भएदेखि नि जोसँग भए पनि लाइट नहुन्छ यसरी यो चाहिँ दुई ढोक भयो अब जाने बेलामा ढोक चाहिँ त्यो चाहिँ आमालाई मात्रै ढोकिन्छ आमाले थपक्क त्यही चिज चाहिँ नानीको एउटा यो रुमालमा पोको पारेर पठाइन्छ त्यो चाहिँ तपाईँहरूले उहाँ लगेर अब बेहुलीले सासु ढोक भन्दा त्यो राखिदिनुहोस् पनि हुन्छ नि त अनि राखिदिनु भएको छ यो माउलीको यो चाहिँ पाठा यो एक पाथी रक्सी पाथी भन्नुपर्छ है भान्जालाई 4 बोतल भन्नु हुँदैन यो नियममा चाहिँ यो 2 माना हो यो 2 माना यो 2 माना यो 2 माना 8 मानाको एक पाथी हुन्छ यो एक पाथी रक्सी हो यो माउलीको भाग अनि यो हजुरले लिदिनु पर्छ अनि त्यहाँबाट के गर्नुपर्छ त जहिले पनि शान्त रहोस् हजुरहरू ओम शान्ति सर्वे सन्तु निरामया सर्व उहाँ राजालाई चाहिँ राम्रो तर मलाई दुःख लागेको छ है अब राजा बनाएर ल्याएको हामीले हाम्रो छोरालाई ससुराले चाहिँ त्यो गोटी काट्न आउँछ नि बन्दुक छ नि बन्दुक दिन्छ होला भनेको दिएन हौ अहिलेसम्म प्रेममै हान्ने बन्दुक अब तिमी त आज त बोटी काट्छ हाम्रो भेनाको ल बन्दुक टिकाले गल्छ होला हाम्रो दाजु आज माइजीले लाउनु पर्यो यहाँ सेनिटाइजर यहीँ रहेछ नि त सेनिटाइजर अहिले कसले निकालेको थियो तर अझै गालातिर लागेको छैन र भन्दा अलिक खुला पाएर माथि लगाइदिनु भयो भने छोडेर हिँड्नुपर्छ होइन एउटाले भन्थ्यो क्या नाम घर बोधर चावल आइपुग्छ बगाले खाने हो यहाँ यस्तै हो नि अब त यहाँ त झपट्टाभट गर्ने तोर्सा राम्रै गर्नु अलिक भराइसक्नु पर्थ्यो यति बेलासम्म
अब ससुराली छेउमै हुनुहुन्छ खै को नि त जय फलदेखि केही साथी केही छैन रहेछ ल अब बाबुआमाहरूले पाउँछ नि बाबुआमा हो अब दाजुभाइले बिदा बाबुआमाले बिदाबाट दिन लाग्यो मैले बाल्कनीबाट निकाल्छु है एकताल माउली हो नि त कस्तो कुरा हो अब